चौतारीको बरपीपर मायालुको नजारा मायासँगै बस्ने रहरा चाहिँ म अब कलाकार बन्छु भनेर यहाँसम्म आएको छु होइन। हजुर। अब अहिले त त्यस्तो केही त्यस्तो बोलाएर पनि यसरी छाडिदिनु भयो। एकजना दाइ हुनुहुन्थ्यो, म उहाँको नाम लिँदिनँ, उहाँले सिरियलको लागि भनेर बोलाउनु भएको खासमा चाहिँ। तर सिरियल भएन, खोइ हुन्छ भन्ने कुरा चाहिँ हुन्छ कि हुँदैन। सरल बग्छ सुनको सिनादी बालुवा बगरमा बाँचुन्जेलसम्म हाँस खेल गरौँ मरे त खोला जङ्गलमा। नमस्कार, तपाईँ यति बेला धेरै मिडियाबाट हामीलाई एकैसाथ हेर्दै हुनुहुन्छ। आज पनि यो विशेष अतिथिको साथमा तपाईँहरू समक्ष आइपुगेका छौँ। बहिनीले मिठो गाउनुहुन्छ भन्ने कुरा छ। हामी नेपाली गीत सङ्गीतमै रहेर बहिनीसँगै केन्द्रित रहेर केही कुराकानीहरू गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कुनै जिज्ञासा भए कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला भन्दै लाग्छु कुराकानीतर्फ। नमस्कार बहिनी, स्वागत छ यहाँलाई। नमस्कार। सन्चै हुनुहुन्छ? एकदम। कति मिठो हाँसेको त सुरुमै। के छ हजुरको अब यो कतिले चिनेको नचिनेको धेरै हुनुहुन्छ, थोरैले चिन्नु भएको छ भने धेरैले नचिनेको अनुहार हो। यहाँको परिचयबाटै जाउँ। यहाँको शुभ नाम? मेरो नाम भूमिका कार्की। भूमिका कार्की। हजुर। घर? उदयपुर रौता। उदयपुर। उदयपुरबाट के का लागि आउनुभयो? गायिका बन्नकै लागि आउनुभयो काठमाडौँमा? हजुर, यति अब यस्तै कलाकारिता क्षेत्रमा लाग्दै पढ्दै गर्नु भनेर आऊ। ए, पढ्दै पनि हुनुहुन्छ? हजुर। कतिमा पढ्दै हुनुहुन्छ अहिले? 12 सक्यो, अब ब्याचलर जोइन गर्नुपर्ने। ए, भनेपछि ब्याचलर जोइन गर्ने सँगै अनि गीत सङ्गीतलाई पनि अगाडि लाने योजना छ? हजुर। ल ठिक छ। हामी मैले गीत गाउनुहुन्छ मिठो भनिसकेँ। गीत सुनौँ कि गफ गरौँ त? पहिला जे गरे नि हुन्छ। जे गरे नि हुन्छ? हजुर। ल ठिक छ, एउटा गीत सुनिदिउँ न त है, अनि कुराकानी गरौँला। चौतारीको बरपीपर मायालुको नजारा मायासँगै बस्ने रहरा चौतारीको बरपीपर मायालुको नजारा मायासँगै बस्ने रहरा। ए हजुर घाम लाग्यो घामाइलो जता हेरे पानी हजुर पूर्वै रमाइलो जता हेरे पानी हजुर पूर्वै रमाइलो। औ जता हेरे पनि हजुर पूर्वै रमाइलो भनेपछि पूर्वै रमाइलो लाग्छ यहाँलाई? हजुर, एकदम। पश्चिमतिर घुम्नु भएको छ कि छैन? छैन। छैन है? हजुर। पूर्व आफू पूर्वमा जन्मिएको भएर पूर्व रमाइलो लाग्ने हो? हजुर। अनि काठमाडौँ आएपछि आएर यहाँले गीत सङ्गीतका लागि जस्तो आफू कलाकार बन्नका लागि गीत रेकर्ड गर्ने कुराहरू होलान्, आदि इत्यादि कुराहरू होलान्, के गरिराख्नु भएको छ आजभोलि? यस्तो गीत रेकर्ड गर्ने भन्नाले नि अहिलेसम्म त त्यस्तो रेकर्ड गर्ने सोचेकै छैन। भर्खर 6-7 दिन त भइआएको। ए, 6-7 दिन मात्रै भयो? हजुर। त्यो प्लान त थियो होला नि त, गाउँबाट आउँदाखेरि म चाहिँ काठमाडौँ गएर यो गर्छु भन्ने प्लान थियो होला नि? हजुर, छन त थियो, तर अब यहाँ चाहिँ सबै सोचेको जस्तो नहुँदो रहेछ, त्यही हो। नहुँदो रहेछ है? हजुर। कुनै हुन्छ नि त काठमाडौँ आइज म चाहिँ तँलाई गीत गरिदिन्छु, यस्तो गरिदिन्छु, साथ सपोर्ट दिन्छु भन्ने मान्छे थियो कि त्यत्तिकै आउनुभयो? त्यस्तो होइन। एकजना दाइ हुनुहुन्थ्यो, म उहाँको नाम लिँदिनँ, उहाँले सिरियलको लागि भनेर बोलाउनु भएको खासमा चाहिँ। तर सिरियल भएन, खोइ हुन्छ भन्ने कुरा चाहिँ हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन। ए, भनेपछि सिरियल खेल्नकै लागि उदयपुरबाट आएको? हजुर। ए, अनि गाउन पनि गाउनु हुँदो रहेछ त? खास केमा चाहिँ तपाईँको बढी रुचि, इन्ट्रेस्ट चाहिँ केमा छ? मलाई गाउन र नाटक गर्न। ए, अभिनय पनि गर्नुहुन्छ यहाँले? अलिअलि गर्नुहुन्छ? हजुर। ल एउटा अभिनय गरौँ न त। के गरौँ? अभिनय नगरौँ अहिले। नगरौँ अहिले? हजुर। ए, ल ठिक छ, नगरौँ भने नगरौँ। अनि अरू यो हुन्छ नि, जस्तो म आएको 6-7 दिन भयो भन्नुभयो नि। अब वहाँबाट आउँदाखेरि जे प्लान बनाउनु भएको थियो
जुन आशा देखाइएर तपाईँलाई सिरियल खेलाउँछु भनेर जुन मान्छेले बोलायो नि, हजुर यहाँ आएपछि चाहिँ ऊ मान्छे सम्पर्कमा रहिरहने, कुराकानी गर्ने, ल म गरिदिन्छु भन्ने टाइपको भएको छ कि एकदमै टाढी नै भइरहेछ? के भइरहेछ? यस्तो भयो, उहाँ हुँदाखेरि कहिले आउनुहुन्छ, अब बिस्तारै सुरु हुन्छ भन्ने कुरा गर्नुभएको थियो। यहाँ चाहिँ त्यो एउटा ग्रुप बनाउनु भएको थियो कि उहाँ आफै त मसँग बोल्नुहुन्थेन, एउटा दिदीसँग बोल्नुहुन्थ्यो अरे। अनि उहाँले नै गर्दाखेरि ग्रुप जोइन गरेर यसरी साथीहरू भेला पारेर गर्नु भन्नुभएको थियो अरे। मसँग त बोलचाल छैन। ए, भनेपछि तपाईँको सम्पर्क चाहिँ छैन? हजुर। त्यही सिरियल खेल्ने आशामै उहाँबाट यहाँ आइपुग्नु भयो? हजुर। अनि उहाँबाट सिरियल खेल्छु भनेर आउनुभयो, अनि यहाँ आएर चाहिँ नहुँदाखेरि कस्तो भइरहेछ त? भित्र दुःख लागिरहेछ कि होइन यस्तै हो, मैले चाहिँ गर्नुपर्छ, अहिले नभए पनि भोलि होला भन्ने आश छ कि के छ? होइन, यस्तो अब सिरियल खेल्नु हुन्छ भनेर ल्याइसकेपछि अलिकति भित्र दुःख त लागिहाल्छ होइन। अब त्यो भएन, केही छैन, अब अरू केही न केही त गर्नै पर्छ जे भए पनि भनेर चाहिँ अब केही गरेर केही न केही गर्ने भन्नाले अब यतैतिर जब सब खोजेर लाग्ने अथवा सिक्नुपर्ने कुराहरू होलान्, के गर्ने तयारीमा हुनुहुन्छ? अब जब गर्नु पर्ला भन्दै। जब गर्ने अनि सिक्ने कि होइन? गाउँबाट सोचे जस्तो नहुँदो रहेछ भनेर फेरि उतै फर्किने त होइन नि? फर्किन्न, नफर्किने। हजुर, आइसकेपछि कसरी फर्किने? गाउँमा सबैजनालाई थाहा भइसक्यो कि यस्तो यस्तो गर्न गएकी अरे भनेर गाउँभरि हल्ला भइसक्यो। ओहो, गाउँभरि हल्ला भयो? हजुर। ए, हल्ला भयो नि के भयो त? आफ्नो गाउँठाउँ फर्किनलाई त समस्या भएन नि त है? हजुर। ल, एउटा गीत सुनौँ फेरि। कुन गीत गाउनुहुन्छ? म आकाशैमा चिलो कि बेसारा। आकाशैमा चिलो कि बेसारा। ल, ओके, डन। आकाशैमा चिलो कि बेसारा, आकाशैमा चिलो कि बेसारा, दुई दिन माया लाइदेऊ न के छ र, दुई दिन माया लाइदेऊ न के छ र, दुई दिन माया लाइदेऊ न के छ र। सरल बग्छ सुनकोशी नदी बलुवा बगरमा, बाँचुन्जेलसम्म हाँस खेल गरौँ मरे त खोला जङ्गलमा। जिन्दगीको भरोसा के छ र, जिन्दगीको भरोसा के छ र, दुई दिन माया लाइदेऊ न के छ र। ठिक छ, दामी, एकदम मिठो गीत। यो पूर्वेली भएर पनि होला, पूर्वतिरका गीत प्राय गाउनु हुँदो रहेछ है? पश्चिमेली गीत गाउन आउँदैन? आउँदैन? एउटा पनि आउँदैन? जस्तो यो हुन्छ नि आजभोलि चल्ने दोहोरीमा चल्ने गीतहरू, दोहोरी गीतहरू गाउन आउँदैन तपाईँलाई? दोहोरी गीतहरू कि दोहोरी गीत भनेकै थाहा छैन? दोहोरी गीत भनेको होइन, मतलब गीत चाहिँ गाउँछु, आधुनिक गीत भने चाहिँ थाहा छ। दोहोरी गीत भनेको लोकगीत भनेको अलिक धेरै खालको हुन्छ, अनि अलिक थाहा छैन। ए, भनेपछि गीत धेरै सुन्नुहुन्छ, यो गीत कुन खाले गीत हो भन्ने थाहा हुँदैन? ए, गाउन त राम्रो गाउनु हुँदो रहेछ है, तपाईँको त्यो टोन राम्रो। अनि तपाईँका सङ्ग साथीहरूले सँगै पढ्ने साथीहरू पढ्छु पनि भन्नुभयो, के भन्नुहुन्छ? तेरो स्वर राम्रो छ भन्नुहुन्छ कि अथवा तेरो स्वर राम्रो छैन भन्नुहुन्छ कि के भन्नुहुन्छ? मलाई साथीहरूले एकदम राम्रो छ, तिमीले गाउन सक्छौ भनेर हौसला दिनुहुन्छ। सरहरूले पनि भन्नुहुन्छ। ए, सरहरूले पनि तिमी गाउन सक्छौ भनेर भन्नुहुन्छ? हजुर। ए, अनि आफूलाई चाहिँ के लाग्छ? म चाहिँ गाएर चाहिँ अगाडि बढ्छु जस्तो लाग्छ कि होइन सिक्नुपर्ने कुराहरू धेरै छ, सिक्नुपर्छ जस्तो लाग्छ? यस्तो हो, अब सिक्नुपर्ने कुराहरू पनि धेरै छ होइन। अब त्यही हो, गाउँदै बिस्तारै सिक्दै, ए, गाउँदै सिक्दै अगाडि बढ्ने अन्त। अनि घरमा को हुनुहुन्छ? घरमा मम्मी बाबा म दिदी। मम्मी बाबा
दिदी दिदी हजुर दिदी अनि दिदीहरूले अनि मम्मी बाबाहरूले के भन्नुहुन्छ त छोरी पढ्नुपर्छ भन्नेतर्फ पढाइतिर फोकस गर्नुहुन्छ कि त चाहिँ गायिका बन्नुपर्छ गायिका बन्न जा भन्नुहुन्छ के भन्नुहुन्छ मम्मीहरूले भन्नुहुन्छ पढेर जागिर खानुपर्छ भन्नुहुन्छ तर पढेर जागिर खान मलाई त जागिरै खानु पर्दैन कि म गायिका बन्छु भन्छु म पढेँ भने पनि जागिर खाँदिनँ कि त बाहिर जान्छु कि त गायिका बन्छु भनेर भन्छु ए आमा बुवाले चाहिँ पढाउन खोज्नुहुन्छ तपाईँको चाहिँ गायिका बन्ने उता पढाइ चाहिँ छोड्ने भन्ने प्लान हो पढाइ पनि नछोड्ने पढाइ पनि सँगसँगै गर्ने पढाइलाई तर पढे पनि जागिर चाहिँ नखाने भन्ने हो सरकारी जागिर चाहिँ नखाने भन्ने ए जागिर नखाने कलाकारै भन्ने मान्छेहरू त अनि पढेर जागिर खानको लागि एकदमै मरिहत्ते गर्छन् तपाईँ चाहिँ किन जागिर नखाने अब खै त्यो त मलाई पनि थाहा छैन तर जागिर अलिक मन पर्दैन मलाई हो भने जागिरै नखाने हजुर कलाकारै भन्ने हो ल के गरौँ एउटा गीत सुनौँ फेरि लगभग हामी अन्त्यमा छौँ एउटा गीत सुन्छौँ अनि छोटो कुरा गरौँला कुन गीत सुनाऊँ बल गरेर त्यो भने ल ओके बल गरेर आधुनिक गीत ल बल गरेर त्यो मन्यता मुड भन्दिन म माया गर्छौ थाहा छ मलाई छोड भन्दिन म बल गरेर त्यो मन्यता मुड भन्दिन म माया गर्छौ थाहा छ मलाई छोड भन्दिन म तर खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिन म मैसँग नाता जोड भन्दिन म मैसँग नाता जोड भन्दिन म यो कलाकारहरूले लगभग आफ्नो जीवनमा मेल खाने गीतहरू चाहिँ बढी चुज गर्छन् भन्ने छ नि हजुर तपाईँको जीवनमा कतिका मेल खान्छन् यिनी गीतहरूले चाहिँ यही गीतहरूले मन परेर गाउनु भएको कि अथवा आफ्नै जीवनमा मेल खाने भएर गाउनु भएको कि होइन मैले त मन परेर गाएको हजुर माया प्रेममा फस्नु त भएको छैन नि त्यस्तो छैन छैन अनि तपाईँको साथीहरूले त माया प्रेम छ भन्ने कुरा पनि आयो नि त के हो कुरो त्यस्तो होइन के हो त खै अब त मलाई नि थाहा छैन अनि यति मिठो गाउनुहुन्छ कलेज पढ्दाखेरि पनि पुरै केटाहरूले लाइन हान्ने थियो होला नि त मिठो गाउने मान्छेहरूको त झन् धेरै फ्यान फलोइङहरू हुन्छन् भन्छन् नै दाइ त्यस्तो थिएन नि थिएन म त्यस्तो कुराहरू वास्तै गर्दिनँ थिएँ हो हजुर अनि आउन त आउँथ्यो नि केटाहरूले तिमी मिठो गाउँछौ मनपर्छ भनेर भन्दैन त्यस्तो मनपर्छ चाहिँ भन्नु न म तिम्रो बिग फ्यान तिमीले यति राम्रो गाउँदो रहेछौ भनेर चाहिँ भन्नुभएको थियो हो त्यति मात्रै भन्नुहुन्छ हजुर ल ठिक छ हामी लामो कुरा गर्दैनौँ यो छोटो कुराकानी गऱ्यौँ अन्त्यमा छौँ अब यसो हाम्रो दर्शकहरूको लागि केही भन्न मन छ त केही भन्न चाहनुहुन्छ चाहिँ म अब कलाकार बन्छु भनेर यहाँसम्म आएको छु होइन हजुर अब अहिले त त्यस्तो केही त्यस्तो बोलाएर पनि यसरी छाडिदिनु भयो होइन अब मैले यहाँनिर इन्टरभ्यू दिएको छु यहाँ सबैजनाले जतिजनाले हेर्नुभएको छ सबैजनाले माया गरिदिनु होला एकदम धेरै साथ सपोर्ट गरिदिनु होला भनेर भन्छु ल हस् धन्यवाद यहाँलाई